हाम्रो छोराको आज व्रत बन्धको अघिल्लो दिन है। ल दिदी के हो के गर्दै हो अनि यो के हो त प्लेट भरि छ यो सौभाग्य आज चाहिँ यो कसार बाट्ने दिन सबै यो बे गरेको बुवाहरू बहिनीहरू दिदीहरू सबै भाउजूहरूलाई चाहिँ यो सौभाग्य दिनुपर्छ अरे आज भन्ने चलन। ल मैले थाहा छैन यो पहिलोचोटि थाहा पाएको दिदी यो चलन पहिलेदेखि हो यो चाहिँ हात खाली नराखिकन यो सौभाग्य चाहिँ दिनै पर्छ। ए ल राम्रो अब खासमा चाहिँ यो टिका चुरा दिनुपर्ने सबैको साइज चुराको थाहा हुँदैन। हजुर अब पोते पनि सबैलाई दिन सम्भव हुँदैन त्योभन्दा बरु टिका भएपछि सबैलाई साइज मिल्यो अनि दिदी अनि यो चाहिँ के अरे ल थ्याङ्क यू है मलाई पनि आयो अनि भनेपछि यो चाहिँ टिका लाए पनि नलाए पनि जसलाई पनि भनेको सौभाग्यवती नारीलाई सबैलाई होइन भान्जा भान्जी दिदी बहिनी सबैलाई। ल धन्यवाद दिदी यो नौलो कुरा थाहा पायो व्रत बन्धको अघिल्लो दिन यो सबैलाई दिनुपर्छ होइन त सौभाग्य सबैको फोटो ल हजुर हस् ल सबैलाई सबैजना यहाँ छौँ मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डारी काक्ष मङ्गलाय तनो हरि। नानु यो चाहिँ किन नि है यो सबै यो आज कसार बाट्ने दिन खाली हात गर्नु हुँदैन सबैलाई सगुन भनेर टिका लगाउनु पर्छ अरे सौभाग्य बिहा गरेको जति सबै के अरे यो नौलो लाग्यो है भाउजू हामीलाई यो चलन खाली हात नगर्ने भनेर ल सबैजनाले पाइस्यो सबैजनाले पाइस्यो हजुर हजुर सबैले सौभाग्य पाइस्यो हस् ल खै हजुर कता हो हस् है त हस् सबैजना छ यो चाहिँ व्रत भन्दै बटुकको चाहिँ फुपूले टिका लगाइदिँदै होइसिन्छ ल दिदी यो हजुरलाई नौलो लाग्यो कि हजुरलाई थाहा थियो यो चलन थाहा थिएन यो चाहिँ नयाँ लाग्यो अघि अरूलाई पनि दिएको देखेर खुसी लाग्यो हजुर यो हामीलाई योभन्दा ठुलो अरू के चाहियो होइन आमा नातिको व्रतमा कस्तो लागिरहेछ नि राम्रो छ बाबा राम्रो छ खुसी लागेको छु साह्रै खुसी छ हजुर अब धेरै खुसी हुनुहुन्छ धेरै खुसी छु बाबा धेरै खुसी छु हस् आमा एउटा नातिको 4-5 वर्ष अघि गर्ने एउटा नाति हो राम्रो खुसी लागेको छ बाबा हस् ल ताली पिट्नु न दर्शन यहाँ सबैजनाले यो चाहिँ जुन व्रत बन्धमा अघिल्लो दिन जुन यो सौभाग्य दिएको चाहिँ सबैलाई मन परेर खुसी होइन सबैजनाले हामीले थाहा पाएको थिएनौँ थाहा पायौँ भन्ने कुरा आयो खास यो व्रत बन्धमा हो कि बिहामा कहिले कहिले दिने चलन हो वर्तमान शुभ कार्यमा यो दुईटा बिहे र वर्तमानमा दिनै पर्छ हजुर सौभाग्य खासमा दिने भनेको चुरा टिका पोते होइन सिन्दुर अब क्लिपहरू हालेर दिने हो। अब हामीले भ्याएनौँ अनि एउटा कुरा फेरि ककसका साइज के थाहा हुँदैन चुराको त्योभन्दा टिका एउटा सौभाग्य त पर्यो नि। यो भनेको म्यारिड अनम्यारिड दुइटैले लाउने भएको भएर दिएको यो पहिलेदेखि चलन थियो पहिलेदेखि हो अझै पहिला त पहिलाका मान्छेहरूले त बनाएका धागो यहाँ लगाइदिन्थ्यो ए हजुर अब तर अहिले यतिका व्रत बन्ध भयो हामीले कसैको घरमा पनि हामीले पाएको थिएन साडी पायौँ होइन त्यो आफ्नो ठाउँमा छ होइन आमा सेल हो दुलाको आमा होइन व्रत बन्धको आमा बटुको आमा हजुर एकदमै राम्रो मम्मी नातिको व्रत बन्ध कस्तो लागिरहेछ रमाइलो लाग्छ भोलि होइन भोलि आज बिहान के गरे आइपुगेछन् माइजूहरू ठुली मम्मीहरू मजाले खायौँ अहिले कुरा सुनेर बसिरहेछौँ। हजुर छोराको व्रतमा कस्तो लागिरहेछ हजुरलाई हजुर 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 चाहिँ बटुको हजुर हजुर बटुको हजुरआमा बटुकको खास हजुरआमा चाहिँ उहाँ हो होइन अनि हजुर 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 अरू हामी सबै बटुका आफन्त हजुर हजुरआमा खासै त अझ उहाँ हो खासै उहाँ हो दोस्रो म तेस्रोमा हजुर तेस्रो हो नानी आमा
पनि खासै चाहिँ उहाँहरूलाई म त होइन उहाँ बटुकको मम्मीको मम्मी हजुर बटुकको बाबाको मम्मी बराबरी हजुर बराबरी भन्दा नि अब हक अझ उहाँकै होइन त्यो हो मम्मीले मलाई थाहा छैन म ढिला आएँ भनेपछि हक आमाकै भयो किनभने आमाको घरमा